ल साथी अब चाहिँ फेरि झर्नु पर्ने हुन्छ यस्तो हार्ड छ बाटो होइन ल यस्तो ल जाउँ त है यस्तो ओइ यो टायर बोक्ने गर्छ त यार जय श्री राम के बाटो छ यार यहाँदेखि तल गल्यो भने त सिधै तलतिर हो क्या रोड पुग्छ है यस्तो बाटो यस्तो छ क्या पहिला चाहिँ यहाँ सिट पर्थ्यो अहिले त गाई म चाहिँ तलतिर आइसकेको छु होइन माथिदेखि आएर होइन कस्तो दामी रहेछ यहाँ डेटिङ बस्ने ठाउँ हेर्नु न बाबरे यस्तो दामी छ ल है त साथी हो आजको राइड सुरु भइसकेको छ सेफ राइड है आज ब्रेकहरू के हो भन्दाखेरि मैले नयाँ ब्रेक प्याडल चेन्ज गरेँ 2 पिस्टन हो क्या 4 पिस्टन भनेको तपाईँको कस्तो हुन्छ भन्दाखेरि यतापट्टि पनि डबल हुन्छ कि यतापट्टि यस्तै अर्को यहाँनिर पनि हुन्छ अनि उतापट्टि अर्को यहाँनिर पनि हुन्छ अनि मेरो चाहिँ 2 पिस्टन हो हेर्न सक्नुहुन्छ दुईवटा मात्र छ क्या ब्रेकमा त्योमा पनि फरक पर्छ क्या होइन ब्रेक अनि कतिको लाग्छ र कतिको पावर हुन्छ ब्रेकहरूमा चाहिँ भन्ने कुरा चाहिँ त्यो छुट्टै छुट्टै हुन्छ क्या छुट्टै ब्रेकहरू हुन्छ छुट्टै प्राइसहरू हुन्छ अनि त्यो ब्रेकहरूको आफ्नो आफ्नो पावर हुन्छ क्या ब्रेकको मेरो चाहिँ सिमानो M200 भन्ने ब्रेक हो वेलकम ब्याक टु माई न्यू ब्लग सो आए हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै आरामै छु होइन म निको पनि भइसकेको छु अनि आजको राइड चाहिँ बबाल इन्ट्रेस्टिङ हुनेवाला छ कहाँ हो भन्दाखेरि यता माथि जानुपर्ने हुन्छ डाँडातिर होइन सो हेर्न सक्नुहुन्छ हजुरहरू चट्ट पाराले अनि बबाल राइड हुनेवाला छ अनि आजको राइड चाहिँ म एक्लै हुनेवाला छु सो के हुन्छ होइन अनि मैले चाहिँ प्याडल पनि मगाएको छु है प्याडल चाहिँ मैले हालेको छैन त्यो पर्सि आउँदैछ म चाहिँ पर्सि खलङ्गाको भिडियो लिएर आउनेवाला छु अनि प्याडल चाहिँ यो यस्तो छ प्याडलहरूको ग्रिपहरू गइसकेको छ यो चाहिँ सस्तोवाला प्याडल हो क्या अनि दिपेन्द्रको चाहिँ किन आएन भन्दाखेरि दिपेन्द्र आज चाहिँ दिपेन्द्रको चाहिँ प्याडलहरू फुटेको छ त्यही भएर चाहिँ मैले उसलाई ल्याउन सकिनँ सो सरी गाइज होइन आज म एक्लै जान्छु जे हुन्छ हुन्छ होइन अनि यो प्याडल चाहिँ उसलाई दिन्छु मेरो प्याडलहरू ल्याएपछि म चाहिँ प्याडलहरू मगाइरहेको छु अनि मेरो प्याडल आएपछि चाहिँ म उसलाई मेरो प्याडल दिन्छु उसको प्याडल चाहिँ फुटेको छ त्यसैले चाहिँ आज म एक्लै हुनेवाला छु अनि टेक्निकल वाइल्ड छ होइन बवालो हुनेवाला छ राइड के कस्तो हुन्छ हेरौँ चट्ट पाराले होइन अनि सो त्यही हो भिडियो सेयर गरिदिनु होला अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला है त ल अब सिधै माथि गएर भेटौँ है त साथी म चाहिँ अहिले माथि आइसकेको छु अनि चट्ट पाराले जस बनाउन बल्ल तल्ल आइयो अनि तलतिर यस्तो डेटिङ बस्ने ठाउँ पनि दामी दामी रहेछ क्या सो म चाहिँ अहिले हजुरहरूलाई गएर देखाइदिन्छु तलतिर गएर है त अनि मेरो साइकल यहाँनिर छ चट्ट पाराले हेर्न सक्नुहुन्छ है त अनि मैले चाहिँ ब्रेक प्याड चेन्ज गरिसकेको छु अनि ब्रेक प्याड चाहिँ हल्का हल्का थियो चिन्ता ठिकै थियो दिपेन्द्रलाई हालिदिएको छु अनि मैले चाहिँ नयाँ ब्रेक प्याडहरू चेन्ज गरिसकेको छु अनि ब्रेकको कुरा गर्नुहुन्छ भन्दाखेरि मेरो चाहिँ 2 पिस्टन ब्रेक हो 2 पिस्टन ब्रेक कस्तो हुन्छ भन्दाखेरि हजुरहरूलाई म देखाउन जाँदैछु 2 पिस्टन भनेको तपाईँहरूको यो सिलिन्डर हुन्छ नि यो पिस्टन चाहिँ अरूको चाहिँ दुईवटा हुन्छ क्या यस्तो यहाँनिर अर्को पनि हुन्छ त्यसलाई चाहिँ 2 पिस्टन ब्रेक भन्छ अनि यसलाई चाहिँ 1 पिस्टन भन्छ क्या हेर्नु न यस्तो छ क्या त्यसलाई चाहिँ 4 पिस्टन भन्छ सरी यो चाहिँ 2 पिस्टन हो क्या 4 पिस्टन भनेको तपाईँको कस्तो हुन्छ भन्दाखेरि यतापट्टि पनि डबल हुन्छ क्या यतापट्टि यस्तै अर्को यहाँनिर पनि हुन्छ अनि उतापट्टि अर्को यहाँनिर पनि हुन्छ अनि मेरो चाहिँ 2 पिस्टन हो हेर्न सक्नुहुन्छ दुईवटा मात्र छ क्या ब्रेकमा त्योमा पनि फरक पर्छ क्या होइन ब्रेक अनि कतिको लाग्छ र कतिको पावर हुन्छ ब्रेकहरूमा चाहिँ भन्ने कुरा चाहिँ त्यो छुट्टै छुट्टै हुन्छ क्या छुट्टै ब्रेकहरू हुन्छ छुट्टै प्राइसहरू हुन्छ अनि त्यो ब्रेकहरूको आफ्नो आफ्नो पावर हुन्छ क्या ब्रेकको मेरो चाहिँ सिमानो M200 भन्ने ब्रेक हो यहाँनिर देख्न सक्नुहुन्छ हजुरहरूले यहाँनिर लेखेको हुन्छ आफ्नोतिरबाट देखेको नि त हेर्न सक्नुहुन्छ यहाँनिर यस्तो ब्लुर भइरहेछ है क्यामेराहरू पनि यहाँनिर लेखेको हुन्छ क्या होइन कस्तो ब्लुर गरिरहेछ है क्यामेराले ल देखिरहेको छैन यार इस्यु छ मलाई त्यस्तो होइन त यार किन फोकस गरेर होइन ल ब्लु त हान्दिएर होइन सो देखिरहेको छैन सरी सिमानो M200 ब्रेक हो मेरो चाहिँ होइन अनि तपाईँहरूको यो छुट्टै हुन्छ क्या छुट्टै हुन्छ आफ्नो आफ्नो हुन्छ ब्रेकहरूको पावर होइन
अनि मेरो चाहिँ सिमानो M200 ब्रेक हो। अनि मेरो चाहिँ मैले चाहिँ अहिले सिमानो M200कै ब्रेक प्याडहरू लगाएको छु कि होइन, सिमानोकै ओरिजिनल हो होइन, जस दामी छ ओरिजिनल ब्रेक प्याड हो। कतिको ठिक छ हेरौँ होइन, हजुरहरू मसँगै त हुन्छ होइन। सो त्यही हो, पहिलाको साइकल किनेकोदेखि ब्रेक प्याडहरू चेन्ज गरेको थिइनँ, अनि ब्रेक ओइल पनि चेन्ज गरेको छैन। ब्रेक प्याड चाहिँ त्यही हो, त्यस्तै 650 पऱ्यो होइन। सो त्यही हो, दामी छ जस। अब कतिको ठिक छ हेरौँ। अनि म बस्ने कोठा चाहिँ उता तलतिर हो कि, देखिरहेको छैन होला, अलि हल्का हल्का देखिरहेको छ होला, यहाँनिरबाट देखिरहेको छ है बिचबाट, राम्रोसँग देखिरहेको छैन। अनि सो त्यही हो, चट्ट पाराले साइकल त्यहाँनिर छ, जाउँ त। अनि त्यो अर्कै पटक चाहिँ म माथितिरबाट आएको भिडियोहरू लिएर आउनेछु। आजको चाहिँ के भयो भन्दाखेरि तपाईँको आज चाहिँ यो यहाँनिरबाट फर्किहालौँ, ठिकै छ होइन। धेरै लामो पनि भिडियो यति फर्स्टमै राम्रो मान्नुहुन्न होइन, भर्खरै होइन। सो त्यही भएर चाहिँ अलिकति लामो भिडियो नल्याउँ भन्ने कुरो हो मेरो चाहिँ। अनि यहाँ पाहाडतिर पनि रोड छ क्या चट्ट पाराले है। सो त्यही हो गाइस, अब चाहिँ सिधै तल झर्नुपर्ने हुन्छ। अनि तपाईँको हेर्न सक्नुहुन्छ, यो चाहिँ मेरो 2 पिस्टन हो, यहाँनिर छ। अनि यो चाहिँ मैले सकलाई केही पनि स्क्र्याचहरू नआला भनेर। अनि खासमा यहाँ चाहिँ क्विकलिज हुन्छ, मैले जुन चक्का खोलेर व्हिली ट्रेनिङ गर्दाखेरि चाहिँ त्यो के भन्छ त्यसको क्विकलिज नै स्लिप भयो। क्विकलिज भनेको यस्तो हुन्छ कि, यो नै हो क्विकलिज भनेको, यो हो होइन। अनि यसको यतातिरको नट चाहिँ स्लिप भएर मैले चाहिँ त्यो क्विकलिजलाई घरमै राखिदिएको छु। अनि चट्ट पाराले त्यही त। अनि सो त्यही हो, अब चाहिँ छिटोभन्दा छिटो झर्नुपर्ने हुन्छ। ब्रेकहरूको बारेमा हल्का हल्का जानकारी पाइसक्नु भयो हजुरहरूले, त्यही त। अनि होइन, 2 पिस्टन ब्रेक भनेको चाहिँ यस्तो हुन्छ। अनि 4 पिस्टन भनेको चाहिँ हजुरहरूले सर्च गरेर हेर्न सक्नुहुन्छ। ब्रेकहरूमा चाहिँ यस्तोमा चाहिँ डबल हुन्छ क्या, यस्तोमा चाहिँ ओए म्या कतातिर ढल्छ, यतातिर पनि हुन्छ ल। त्यही हो, अब चाहिँ जाऊँ है त ल। है त साथी हो, आजको राइड सुरु भइसकेको छ, सेफ राइड है। आज ब्रेकहरू के हो भन्दाखेरि मैले चाहिँ नयाँ ब्रेक प्याडहरू चेन्ज गरेको छु। अनि हजुरहरूलाई थाहा नै होला, अगाडि भनिसक्यो। त्यो भएर चाहिँ अलिकति लागिरहेको छैन क्या, अप्सनै छैन क्या, टाढा ठाउँ दिने होइन ब्रेकहरू लाग्ने। अनि फेरि यस्तो हुन्छ तपाईँको अर्को कुरा के हुन्छ भन्दाखेरि यो मोबाइलमा बनाउनु र गोप्रोमा बनाउनु धेरै फरक छ गाइज है। किन भन्दाखेरि तपाईँको यस्तो हुन्छ क्या, मोबाइलमा चाहिँ जति स्पिड कुदाउँदा पनि देखिँदैन क्या, अब गोप्रोमा चाहिँ अलिकति स्पिड कुदाउँदा पनि स्पिड देखिन्छ। सो मिलाएर हेरिदिनु होला है, गोप्रो नकिन्नुन्जेल त्यो हेर्नु भएको छ देख्नु त। जस्तो अब आउने दिनमा पनि यसरी मिलाएर हेरिदिनु होला। अनि हल्का डेटिङ हेरेर जाउँ पल्लाउti है, डेटिङ बस्ने ठाउँ ल। अहिले त गाइस म चाहिँ तलतिर आइसकेको छु होइन, माथिदेखि आएर होइन। कस्तो दामी रहेछ यहाँ डेटिङ बस्ने ठाउँ, हेर्नु न बाबरे, यस्तो दामी छ। मेरो साइकल यहाँनिर छ चट्ट पाराले है, साइकल यहाँनिर छ। अनि तलतिर जाऊँ है त, यहाँ तलतिर दामी छ क्या। यहाँ तलतिर चाहिँ खोला आउँछ, यता तलतिर खोलो छ क्या, यताबाट पानी पनि जान्छ, यतातिर स्वा गरेर हाला ऊ त्यहाँ तलतिर छ खोलो, हल्का मात्र देखिन्छ क्या, देखिरहेको छैन। यता बिचबाट देखिरह छ, यता तलतिर खोलो छ गाइस है त। अनि जस यतातिर चाहिँ डेटिङ बस्ने ठाउँ रहेछ क्या, दामी दामी होइन। यहाँ तल चाहिँ चाइना बगर भन्छ, हेर्न सक्नुहुन्छ। यता तलतिर चाइना बगर हो यो चाहिँ है। अनि यता परतिरको चाहिँ स्कुल हो, यो चाहिँ स्कुल बन्नु लागेको छ क्या, चाइना बगरको है स्कुल बन्नु लाग्छ। अनि सो त्यही हो, अब चाहिँ म माथिदेखि आइसक्यो। अब यहाँ तलतिर चाहिँ बवाल ट्रेनिङ ट्रेल छ क्या होइन, यस्तो हार्ड ट्रेल छ। अनि यहाँको पार्टी गर्नु पनि आयो के हो क्या, यतातिर होइन। मेरो साइकल त्यहाँनिर छ, कस्तो दामी छ होइन डेटिङ बस्ने ठाउँ। जस मैले चाहिँ ठाउँ देखाइदिएँ होइन, यसो आउनु होला यसो र होइन। त्यही त। अनि अब म ठाउँ देखाइदिनु त हजुरहरूलाई है। जस दामी छ क्या, तलतिर चाहिँ फेरि यस्तो छ क्या, भिड जस्तो ठाउँ छ क्या होइन। अनि तलतिर यस्तो छ धेरै है त ल ल। अब चाहिँ सो गाइस, अब चाहिँ माथि गएर सिधै राइडमा जाऊँ होइन, त्यही त। अनि ल है त, अब चाहिँ सिधै राइडमा भेटौँ, हस् त। आइसक्यो होइन, परतिर गएर देखाइसक्यो हजुरहरूलाई, थाहा नै होला। अनि त्यही नै हो।
ब्रेकहरू पनि टाइट अप्सन छ क्या आज। यस्तोमा चाहिँ गाह्रो हुन्छ टर्निङ गर्न अलिकति है। सानो टर्निङ छ क्या, स्विच ब्याक हुन्छ क्या यस्तोलाई। अनि अलिकति गाह्रो पनि छ क्या आज। यो मसँग ब्रेकहरू त्यति राम्रो काम गरिरहेको थियो कि यो भर्खर नयाँ चेन्ज गरिहाल्नु छ गोठीहरू, त्यही भएर चाहिँ अलिकति काम गर्दैन यस्तो भने चाहिँ। हैट यो सानो ठाउँ छ क्या, बर्नै सानो ठाउँ छ। हैट तल्लो बराबरले तल्लो तल्लो टर्निङ हुन्छ यार, यस्तो सानो टर्निङ छ क्या। यस्तोमा चाहिँ झ्याउ लाग्छ यार साइकल चलाउनु पनि। सरी कस्तो यार हुन्छ क्या, सरी यस्तोमा चाहिँ अलि झ्याउ लाग्छ है साइकल चलाउने सबैलाई। सानो टर्निङ हुन्छ क्या, अब आउँदै लोक अर्को जस्तो गाडी हिँड्ने जस्तो बाटो हुँदैन साइकल चलाउने, चट्ट ठुलो है। बाख्रे के यस्तो तेरिका गाह्रो छ नि त साइकल राइड गर्नु पनि। अनि फोर पिस्टन ब्रेक भएको भए त झ्याप झ्याप लाग्छ क्या फोर पिस्टनले, केही डराउनै पर्दैन फोर पिस्टन भएको त पुरा होइन। त्यस्तो आगो लाग्छ नि। अनि यो चाहिँ अहिले टु पिस्टनहरू चाहिँ त्यस्तोमा चाहिँ झ्याप लाग्छ क्या सबैजना होइन। ल जोड्नुपर्छ यहाँनिर त चढ्नै दिने ठाउँ छैन। ल जाउँ त है। त्यस्तो ओइ यो टायर बोक्ने गर्छ त यार। जय श्री राम। के बाटो छ यार, यहाँदेखि तल गल्यो भने त सिधै तलतिर पुग्नु हो क्या, रोड पुग्छ है। यस्तो बाटो छ नि, सिधै रोड जान्छ क्या। सिधै रोड छ क्या, डर लाग्यो। ल ल आउनु आउनु ल साथी। अब चाहिँ फेरि झर्नु पर्ने हुन्छ, यस्तो हार्ड छ बाटो होइन। ल यस्तो पछाडिको ब्रेकले कामै गरेर ल ठिक छ। अब यहाँनिरबाट बाटो सानो छ क्या टर्निङहरू, यस्तो टर्निङ चाहिँ गाह्रो हुन्छ क्या। ल अगाडिको टायर गयो के हो यार, त्यस्तै त्यस्तै लाग्यो क्या। ल पिस्टन नै बिग्रियो के हो है। ल के भयो यार। ल सक्ने के भइदियो क्या। ए ठिक छ, सक्ने बिग्रेको जस्तो फिल भयो क्या। पछाडि ठोक्यो क्या, पछाडिको जुन पछाडिको ब्रेकले छोडिदियो अनि त्यसमा सबै ठोक्यो क्या। ओए ल कामै गरेन यार। ठिक छ ठिक छ। गाह्रो छ क्या। त्यसको अगाडिको ब्रेक कति काम गरिराखेको क्या। अब नयाँ ब्रेकहरू भएर अलिकति नठुला भनेको। ल यहाँनिर यस्तो ज्वरो हुन्छ यार। ल है त अब चाहिँ यहाँदेखि झर्नु पर्ने हुन्छ। यस्तो छ क्या। पहिला चाहिँ यहाँ सिट पर्थ्यो, आजकल चाहिँ सिट परिराख्ने क्या। आज सकको हालत खराब भयो। राइट गाइज, म चाहिँ अहिले आइसकेको छु माथितिरबाट झरेर होइन। सो बबाल राइड भयो, हजुरहरूलाई थाहा नै होला। आजको राइड चाहिँ एकदम बबाल इन्ट्रेस्टिङवाला भएको थियो। अनि सो म चाहिँ अहिले झरिसकेको छु। अनि उहाँ पुलिस दाइहरू चाहिँ यस्तो हेरेकै हुनुभयो क्या उहाँहरू चाहिँ होइन, चट्टो पाराले। सो त्यही हो। अनि आजको राइड चाहिँ बबाल टेक्निकलवाला थियो। अनि सो त्यो टेक्निकल पनि अलिअलि यताउता गन्जागुल भयो होइन। सो आइयो मजाले राइड, सेफ राइड भयो भनौँ। सो त्यही हो। अब चाहिँ जानुपर्ने हुन्छ। अनि म चाहिँ के सक गएको जस्तो लाग्यो। सो त्यही गाइज, आजको ब्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला है त। ल अर्को ब्लगमा भेटौँ ल।